Subscribe now, press the bell icon and never miss an update from Mero Media Official. जस्तो तपाईले अब यो कागती खेती गरिराख्नु भएको छ, यहाँबाट एउटा उद्यमीको रूपमा पनि हुनुहुन्छ हैन? यो तपाईले कहिलेदेखि सुरुवात गर्नुभयो अनि कसरी प्रेरणा प्राप्त गर्नुभयो, कति एरियामा छ त्यो चाहिँ एकचोटी हामीलाई सरसर्ती बताइदिनुस् न। सर यो हामीले 2071 सालबाट सुरु गरेको हो। 71 सालमा म 70 सालतिर इन्डिया घुम्न गएको थिएँ। आन्ध्र प्रदेशमा लगभग तपाईको लगाएको देखियो। अनि वहाँको गरममा तपाईको टेम्परेचर वहाँ त 45-50 सम्म पुग्छ। वहाँको टेम्परेचरमा हुन्छ भने हाम्रोमा किन हुँदैन भन्ने सोच आयो मलाई। त्यही सोचेर नेपाल आयो। नेपाल आएपछि यहाँ हामी दुईजना छौँ, साझेदारी फर्म हो यो हाम्रो हैन। अनि सौरभ भाइ भन्ने हुनुहुन्छ, सौरभ भाइ र म दुईजना भएर यो कागती लगाउन भन्ने सोच बनाइयो। अनि ल एकचोटि स्टडी गरौँ भनेर एक दुईवटा फर्म घुम्यो यहाँनिर, साथीभाइले बुधबारतिर लगाएको थियो। अहिले त काट्यो त्यो बगानहरू। तपाईँको त्यो बगानहरू घुमेर आएपछि हुँदो रहेछ भन्ने सोच बनाएर हामीले बिरुवा डिमान्ड गरियो। त्यसरी सुरु भएको यो। सर यो हाम्रो 7 बिघा हो यहाँ, यो जहाँ तपाईँहरू अहिले हुनुहुन्छ हैन। हामी 7 बिघामा छौँ। अहिले हामीलाई क्षेत्र विस्तार गर्ने भनेर अरू 4 बिघामा हामीले भर्खर थालेका छौँ। भर्खरै लगाइयो भनौँ न, तपाईँको 2 महिना भयो बिरुवा लगाएको। यो चाहिँ हामीले अब यो बिरुवा चाहिँ इन्डियाबाट मगाएका थियौँ। इन्डियाको क्लास हो यो। यसमा अलिकति हामीलाई तपाईँको बिरुवा दिनेहरू नर्सरी भाया नर्सरी आउँदो रहेछ। अब खास पनि यो साइटिकको क्लासको कुनै बिरुवाहरू पनि नेपालमा इन्ट्री दिँदो रहेछ। अब यो ब्ल्याकबाट आउने रहेछ। अब तपाईँको त्यतिखेर आउँदाखेरि चाहिँ तपाईँको यसलाई कस्तो कुन चाहिँ प्योर हो, कुन अब प्योर होइन भन्ने कुरा नै हामीलाई नै ज्ञान भएन। त्यतिखेर हामी नै अलिक नलेज अलिक कम्ती थियो। त्यही आधारले पनि स्टडी नगरी हामी पस्यौँ। त्यसले गर्दा पनि तपाईँको बिरुवा अलिकति डुप्लिकेट आयो। त्यही भएर हामीले अब अहिले लगाएको ठाउँमा चाहिँ हामीले धनकुटाबाट लिएर आएर अब पारिपातले गएर लिएर आएर प्योर बिरुवा लगाउँ। नेपालको लागि साइन्टिस्टहरूले, नेपालकै साइन्टिस्टहरू पनि छन्, अनि एग्रिकल्चर साइन्टिस्टहरू उहाँहरूले स्टडी गरेर 2 नम्बर 3 नम्बर भनेर 1 नम्बर र 2 नम्बर भनेर उहाँहरूले दिनुभएको छ। त्यो कागती हाम्रो यो मधेसलाई भनेर 1 नम्बर र 2 नम्बर उहाँहरूले छुट्याउनु भएको छ। त्यसैकै आधारमा हामीले लगाएका छौँ। हेरौँ त्यसको कस्तो रिजल्ट आउँछ। अब 2 वर्ष पछाडि थाहा हुन्छ। जस्तो सरले ओरिजिनल र डुप्लिकेटको कुरा गर्नुभयो नि, के हुँदो रहेछ सर? यो कसरी छुट्याउने त नयाँ कृषकहरूले? जस्तो सर ओरिजिनल र डुप्लिकेट भन्ने कागती चाहिँ हुँदैन सर। तर कस्तो भयो भने हाम्रो नेपालकोमा इन्डियाले पठाउँछ तपाईँको सुन कागती भनेर गोलो, जुन राउन्ड गोलो छ त्यो मात्रै पठाउँदो रहेछ। त्यसलाई हामीले नेपालमा ओरिजिनल कागती भनेर चलाउँछौँ। तर वास्तवमा हाम्रो पाहाडमा चल्ने कागती भनेको अलि लाम्चो, जुन हाम्रो पाहाडे कागती भने अलि लाम्चो हुन्छ। तपाईँको यहाँ अहिले युरिका भनेर नाम दिएको छ, त्यसलाई नै यहाँ साइन्टिफिकली नाम दिएको छ युरिका भनेर। त्यो चल्ने हो हाम्रो पाहाडमा। खास हामीले पाहाडेले खाने कागती चाहिँ त्यो थियो। तर हाम्रो ओरिजिनल भन्ने चाहिँ हाम्रो चलन के छ, जुन गोलो छ, प्योर गोलो छ, सुन कागती भनेर जुनलाई भनिन्छ, त्यो मात्रै गोल्डन लेमन भनिन्छ, त्यो मात्रै ओरिजिनल भन्ने चलन भयो। र हामीले ओरिजिनल डुप्लिकेट भनेर त्यसलाई नै नाम दिएको हो। त्यसरी दिनुभयो। जस्तो अब पाहाडे कागती हाम्रो ओरिजिनल आफ्नो माटोमै उत्पादन भएको कागतीको बिरुवा चाहिँ उपलब्ध नहुनुको कारण चाहिँ के बुझ्नुभयो तपाईँले? होइन सर, बिरुवा उपलब्ध नहुने भन्ने होइन, तर रोपेपछि तपाईँको फल्छ, त्यस पछाडि बिक्री गर्ने केन्द्र छैन। हाम्रो मेन असर त्यो। अब हामीलाई ओरिजिनल भनेर गोलो किन्ने चलन छ। हामी पनि बजारमा गएर कागती किन्नु न भन्दा गोलो देखेर त्यही मात्रै किन्ने हो। पहेँलो लाम्चो देखेपछि निबुवा लामो छ, निम्बु रहेछ यो भनेर हामी त्यसलाई किन्ने चलन छैन। र त्यो भोलि फलेपछि कहाँ बेच्ने त भन्ने आधारले नै हामीले त्यसको बिरुवा पनि उत्पादन नभएको हो जस्तो लाग्छ मलाई। त्यो कारण जस्तो लाग्छ। जस्तो अब धेरै कृषकहरू यति बेला चाहिँ अब कागती खेतीप्रति आकर्षित पनि हुनुभएको छ एउटा नगदे बालीको रूपमा। अनि सुन कागती चाहिँ जस्तो 12 महिना यसले चाहिँ उत्पादन दिन्छ भन्ने कुरा छ। यसको पनि टाइमिङ एउटा हुन्छ कि बढी दिने कम दिने के रहेछ सर? के बुझ्नुभयो यहाँ? सर अब हामीले चाहिँ हाम्रा कृषकहरूलाई प्योरिटी पाउन् भनेर हामीले आफूले बिरुवा उत्पादन गरेका छौँ। दाम पनि एउटा नर्सरीले 150-200 रुपियाँ, मैले पनि 150 रुपियाँ गोटा ल्याएर लगाएको हो। त्यस्तो नहोस् भनेर एउटा जायज रेट पनि होस् भनेर लगाएका छौँ। अब यसमा फलाइको आधारमा चाहिँ तपाईँको अलिक त कृषकको हातमा पनि हुन्छ। उहाँहरूले कतिको स्याहार दिनुहुन्छ, त्यसलाई उसलाई खाद मल कतिको दिनुहुन्छ, त्यसमा पनि फरक पर्छ। तर वास्तवमा फलाइ चाहिँ मेन साउन र भदौमा चाहिँ अलिक धेरै फल्दो रहेछ यसको चाहिँ। त्यतिखेर चाहिँ उत्पादन, यतिखेर चाहिँ लार्ज स्केलमा उत्पादन हुन्छ। अब अरू बेला चाहिँ एकदमै लिमिटेड नै खाली चाहिँ हुँदैन, तपाईँको कम्ती हुन्छ। यो हाराहारीमा तपाईँको 30% 40% लगभग भइरहन्छ। बोट रित्तो चाहिँ हुँदैन यसको। अब कागती खेतीकै कुरा गर्दैछौँ हामी, तपाईँको फार्म पनि प्रत्यक्ष रूपमा दर्शकहरूलाई देखाइरहेको छौँ। यसलाई सुहाउने माटो र हावापानी चाहिँ खास माटोकै कुरा गरौँ होइन। हावापानी त अब यो हामी अहिले झापामा तपाईँसँग कुराकानी गरिरहेका छौँ। माटो चाहिँ कस्तो खालको उपयुक्त माटो चाहिँ? सर यसलाई
चिम्टाइलो माटो बेस्ट हो यसलाई। तपाईँको पिएच लेभल भन्छ, जमिनको पिएच लेभल माप्दाखेरि 5.5 देखि 6.5 को बिचमा पिएच लेभल हुनुपर्छ। तापक्रम कति छ त्यो नापिन्छ, त्यसमा हुनुपर्छ। तपाईँको 1400 फिटसम्म यो कागती लगाएको भेटियो, त्यतिसम्मलाई पारिपातले पनि हाम्रो कागती साइन्टिफिक प्लान्टको लागि तपाईँको स्टडी केन्द्र हाम्रो पारिपातले नै हो होइन। उहाँहरूले चाहिँ 1400 फिटसम्मलाई कागती लगाउन सकिन्छ भनेर उहाँहरूले भन्नुभएको छ होइन। अब हामी पनि पुग्ता छैनौँ नेपालमा होइन। अब एक त नेपालमा साइट्रिक सम्बन्धी पढ्ने, सिट्रस सम्बन्धी पढ्ने त्यस्तो विशेषज्ञ नै मैले भेटिनँ। त्यो पनि हामीलाई एउटा अभिशाप जस्तो हो। नेपाल सरकारले गरिदिनु पर्ने, मलाई त्यो पनि लाग्छ एउटा। हामीले अनुदान भन्दा पनि कृषकहरूलाई जुन चिजको तपाईँको खेती गरिरहनु भएको छ त्यो सम्बन्धी एउटा केन्द्रबाट, एउटा क्षेत्रबाट, एउटा प्रदेशबाट कमसेकम एकजना चाहिँ ट्रेनिङ गर्न विदेश पठाइदिए, चाहे इन्डिया होस् चाहे फरेन कन्ट्री नै होस्, पठाइदिएर एक त्यो क्लासमा जस्तो कागती नै होस्, चाहे सुन्तले होस्, चाहे सुपारी नै होस्, त्यसको लागि चाहिँ पुख्ता बनाइदिएदेखि त्यो नै ठुलो अनुदान जस्तो लाग्छ मलाई चाहिँ। क्षेत्र चाहिँ जहाँ पनि लगाउन सकिन्छ, पानी डुबान नहोस्, डुबान नहुने ठाउँ चाहियो यसलाई, पानी डुब्नु भएन। अनि तपाईँको माटो चिम्टाइलो माटो छ भने पिएच लेभल 5.5 देखि माथि 6 अन्डरमा छ भने लगाउन सकिन्छ। त्यसमा मैले नयाँ साथीहरूलाई, नयाँ आउन चाहने, अब आउन चाहने जो पनि विश्वास गर्नुहुन्छ, कागती लगाउन सोच बनाउनुहुन्छ भने मैले सक्दो म आउनुभयो, मबाट कन्ट्याक्ट गर्नुभयो भने मैले सक्दो सहयोग म उहाँहरूलाई गर्छु। अब त्यसमा बिरुवाको लागि इन्डियासँग भर नपर्नुहोस्, त्यो एउटा म रिक्वेस्ट पनि गर्छु। इन्डियाका नर्सरी हो र नर्सरीबाट तपाईँहरू बिरुवा किन्नुहुन्छ, नर्सरीसँग भर नपर्नुहोस्। तपाईँहरूकै यो च्यानल मार्फत म उहाँहरूलाई रिक्वेस्ट पनि गर्छु। अब नर्सरीहरूले धेरै ठगेका छन्, उहाँहरूको 10 पैसा 20 रुपियाँ 30 रुपियाँ 40 रुपियाँ कमाउनुको सोर्समा हाम्रो त तपाईँको कृषकले त जिन्दगीभरि कमाएको पुँजी लगाउने हो। त्यहाँ त्यो पुँजी तपाईँहरू नडुबाउनुहोस्, नर्सरीको भरोसा पर नर्सरीको पछाडि नकुद्नुहोस्। म त्यति पनि भन्छु तपाईँहरूको च्यानलबाट। मेरोमा तपाईँको लामो छ, युरेका पनि छ, अनि तपाईँको सिडलेस, त्यो थाई सिडलेस भन्दो रहेछ, त्यो दाना हुन्छ, अमिलो चाहिँ त्यसमा धेरै छ, तर हाम्रोमा त्यो बिक्ने चलन छैन होइन। अनि तपाईँको गोल्डन लेमन पनि छ। मैले 3500 बिरुवा लगाएको हो यो ठाउँमा होइन। 3500 बिरुवामा लगभग 700-800 बिरुवा मेरोमा अदर क्लास छ। अदर क्लास छ। जस्तो सरले सुरुवाती चरणदेखि यहाँसम्म आइपुग्दाखेरि तपाईँको यो कागती क्षेत्रमा आउँदाखेरि भोलि आउन चाहने अरू युवाहरूले चाहिँ कस्तो स्कोप देख्नुभयो तपाईँको अनुभवमा? अहिले पनि हामीले 2 वर्ष अगाडि चक्रपाणी खनालजी कृषि मन्त्री हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले फार्म भिजिट गराएका थियौँ। मेरो फार्म पनि भिजिट गर्नुभएको थियो। यहाँ हाम्रो पूर्वका अधिकांश कागती फार्महरू हामीले उहाँलाई घुमायौँ। हामीलाई लागेका, हामीलाई भएका व्यथाहरू उहाँलाई सुनायौँ होइन। अब इन्डियाबाट आउने निर्यातदेखि लिएर सबै यो इन्डियाबाट जुन चाहिँ कागती आउँछ त्यो कागती कस्ता हुन्छन्, कस्तो क्लास हामी खाँदैछौँ, त्यो सुद्धा हामीले उहाँहरूलाई सबै निवेदन गरेका थियौँ। अब त्यसमा केही सुन्नै भएन, त्यो ठाउँमा छ होइन। तर आउने भाइहरूलाई, आउने साथीहरूलाई चाहिँ म के भन्छु भने एकचोटि राम्ररी स्टडी गर्नुहोस् होइन। कागतीको विषयमा अझै पनि एज पर मन्त्रीजीले भन्नुभएको आधारले चाहिँ तपाईँको 12 खरबको कागती आयात हुन्छ हाम्रो देशमा, नेपालमा, इन्डियाबाट। हजुर, तपाईँ 12 खरब पैसा त हाम्रो रिमिटेन्स अर्को देशमा जाँदैछ नि। त्यो हाम्रो यहाँका उपभोक्ता दाजुभाइ दिदीबहिनीहरूले त्यो पनि बुझिदिनु पर्यो। यहाँ हाम्रो नेपालमै उत्पादनलाई हामीले सहयोग गर्नुपर्छ, नेपालमा उत्पादन भएका चिजलाई हामीले किन्ने बानी बसाल्नुपर्छ, नेपालमा उत्पादन भएका चिजहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ भने त्यो पनि अलिकति उहाँहरूले पनि सोचिदिनु पर्ने भयो। हामी बजारमा पहेँलो भनेर किन्छौँ कागती, इन्डियाबाट आएको पहेँलो छ, हेर्दा चिल्लो छ, तर त्यो चिल्लो बनाउन र पहेँलो बनाउन उहाँहरूले भरपुर विषाद युज गरेको छ। हजुर, त्यो उहाँहरूले प्रोडक्सन गर्दाखेरि म तमिलनाडु गएको छु, आन्ध्र प्रदेश गएको छु, प्रोडक्सन गर्दाखेरि यो चिज एक्सपोर्ट गर्ने हो, यो हाम्रो देशमा बेच्ने भनेर प्रोडक्सनै त्यसरी गर्नुहुन्छ, ग्रेड गर्नुहुन्छ। तपाईँको फिल्डमै ग्रेड हुन्छ। विषादी कसरी प्रोडक्सन गर्नेमा हाइली प्रोडक्ट गर्ने भनेर एकदम विषादी पेलेर होइन, त्यसलाई त एकदम हाइली पोइजन बनाएर पठाएको हुन्छ हाम्रो देशमा। त्यो आउने कागतीहरू भनेको कोलेस्ट्रोलमा राखेर त्यो पहेँलो बनेको बोटमा पाकेर पहेँलो हामी पनि टिप्दैनौँ। पहेँलो हुन्जेलमा त कुहिहाल्छ नि तपाईँको, सबै पहेँलो बजारमा देख्छ। तर त्यसलाई त पुरै विषादी युज गरेको छ। त्यसमा आर्थिक पाटो नै सम्हाल्ने हो भने 3 वर्षमा मैले लगभग मेरोमा 10-12 जना लेबर कन्टिन्यू छन् यहाँनिर होइन। उहाँहरूको घर चलाइदिएर मेरो घर बाँचेको छ, मेरो साथीको घर बाँचेको छ जस्तो लाग्छ मलाई। त्यति हो, हामी खाएका छौँ, कमाएको छैनौँ यहाँबाट अहिलेसम्म। मलाई यहाँबाट कागतीबाट कमाए जस्तो मलाई लागेको छैन होइन। यति हो, मैले 8-10 जनाको परिवार पाल्न पाएको छु होइन। उहाँहरूको घर चल्दिएको छ यो फार्मले र मेरो घर चलेको छ
मेरो भाइको घर चलेको छ। त्यति जस्तो चाहिँ मलाई त्यति चल्ने पैसा चाहिँ आम्दानी छ। तर राज्यले यसलाई सहयोग गर्नु थियो भने हामी पनि यही पाटोमा अघि सर्न त्यो 12 खरबको नियत त हामी रोक्न सक्ने क्षमता छ नि हाम्रो कृषकमा। तर त्यो चाहिँ राज्य पक्षबाट छैन र हामी आफैले गरेको जोडले त्यो हामी बाँच्न सक्छौँ यसबाट। धेरै त्यस्तो आम्दानी हुन्छ जस्तो मलाई चाहिँ लागेको छैन र पनि 10 कट्ठा 5 कट्ठामा लगाएका छन् उहाँहरूले फेरि फाँड्देका छन्। कारण के भने कस्टमर आइपुग्दैनन् कम्ती भएपछि। भोल्युममा भयो भने तपाईँको यहाँ एक गाडी माल पाइन्छ भनेपछि अलिक टाढाबाट नि आइपुग्नु हुँदो रहेछ। त्यो आधारले चाहिँ सक्सेस छौँ हामी होइन। तर तपाईँको आम्दानीको हिसाबले चाहिँ अब यो वर्षदेखि हामी प्रफिटमा जान्थ्यौँ हाम्रो सोच थियो। यो वर्ष लकडाउनले बिगाऱ्यो। एक त यो त अब राज्यलाई दोषेर नि भएन, व्यक्तिलाई दोषेर नि भएन, यो त अब एउटा महामारी आयो होइन। त्यसले गर्दा लकडाउनले गर्दाखेरि यसपालि अलिकति हामी गयौँ। नेक्स्ट इयरदेखि चाहिँ हामी प्रफिटमा जान्छौँ भन्ने हामी सोचमा छौँ। आयु 30 वर्ष भन्छन्, अब कति बिरुवा अहिले पनि मरिरहेका छन् होइन। 30 वर्ष होइन 10-15 वर्ष बाँच्यो भने पनि लगभग सालमा 4-5 लाख रुपियाँ 10 लाख रुपियाँ घर भित्राइने रहेछ जस्तो लाग्छ मलाई। त्यो अनुभव गर्नुभएको छ है। अब अन्त्यमा पनि छौँ हामी। एकचोटि धेरै कृषकहरूले सोध्नु भएको अघिल्लो एपिसोडहरूमा पनि के छ भनेदेखि बोटबाट बोटको डिस्टेन्स चाहिँ हामीले खास कति हो भनेर पर्टिकुलर थाहा पाउन सकेनौँ भन्ने कुरा आएको छ। तपाईँले के अनुभव गर्नुभयो? एक्चुअली यसको भन्नुपर्छ भने 15x15 दिनुहोस् हजुरहरूले नयाँ लगाउनुहुन्छ भने 15x15 को ग्याप एकपट्टि 15 फुट होइन सर 15x15 फुटको ग्याप दिनुभयो भने पछि गएर त्यो एक आपसमा हाँगा जोडिँदो रहेछ। हाँगा जोडिएपछि के हुन्छ भने तपाईँको एउटा कम्युनिकेबल डिजिजहरू यसमा धेरै आउँदो रहेछ। हजुर तपाईँको एउटा बोटमा आएको बिमार अर्को बोटमा सर्ने भयो, हाँगा टच भयो भने त त्यो सर्ने भयो। त्यही भएर तपाईँको 15x15 ग्याप दिनु भने खाद विषादी दिन पनि सजिलो, तपाईँको रोग पनि नसर्ने भयो। त्यो आधारले 15x15 हजुरले दिनुभयो भने राम्रो। लागत यसमा अहिलेसम्म यो बगानमा मात्रै लगभग तपाईँको 70-80 लाख रुपियाँ लागत छ अहिलेसम्म। कतिवटा बिरुवा हुने? 3500 बिरुवा हो मेरोमा। उत्पादन चाहिँ कति चाहिँ अथवा टन उत्पादन? मेरोमा पोहोर साल मैले 15 लाखको कागती बेचेको थिएँ। 15 लाख रुपियाँ बराबरको कागती बेचिएको थियो पोहोर साल। हामीले चाहिँ यहाँ तपाईँको अचार तयारी अवस्थामा पनि देखिरहेका छौँ। कसरी यो अल्टरनेटिभ गर्नुभयो तपाईँले? सर यस्तो भयो सर, यो तपाईँको अघि मैले तपाईँलाई भने यो लाम्चो र तपाईँको ठुलो गोलो हाम्रो बजारमा अलिक खपत छैन। काठमाडौँतिर हो भने अलिअलि खपत हुँदो रहेछ, तर यो लोकलको बजारमा अलिक खपत छैन। नासिएर जानुभन्दा यसलाई नै 2-4 जना 5 जना लेडिसहरूले हाम्रो लोकल लेडिसहरूले नि काम पाउने, दिदीबहिनीहरूले नि काम पाउने, अनि यो बजारमा पाउँदाखेरि उहाँहरूले नि अर्ग्यानिक पाउने। इन्डियाबाट आउँछ अचार, इन्डियाबाट आउँछ तपाईँको भ्यानिगर र अनेक चिज मिसाएको विषादी अचार बनिरहेको छ। हामी यहाँ अर्ग्यानिक थ्रोबाट अर्ग्यानिक अचार बनाएर दिउँ न। अलिकति आयु कम्ती हुँदो रहेछ अर्ग्यानिक हुँदा, तर त्यो केही छैन। अब उहाँहरूले लगिसक्दा खानुभयो भने त बिर्दैन नि होइन। त्यसरी गरेर हामी अर्ग्यानिक थ्रुबाट अचार बनाएर जाउँ न भनेर हामीले अचार सुरु गरेका छौँ अहिले। यो चाहिँ तपाईँको प्योर गोल्डन लेमन भनिन्छ नि हामीले, यी सबै हो सुन कागती जुन भनिन्छ नि, यो चाहिँ सुन कागती हो प्योर, जुन इन्डियाबाट आउँछ जुन हालिन्छ नि। अब यो त हामी यसरी टिप्छौँ, यस्तो हुन्छ हरियो जुन प्योर, दबाई नहालेको चाहिँ यस्तो हुन्छ प्योर। यो चाहिँ युरेका भन्ने काठ हो। यो चाहिँ यो सुन कागती होइन, यो चाहिँ युरेका हो, अलिक लामो हुन्छ। यो चाहिँ सुन कागतीको हाराहारीमा यो चाहिँ लामो हुन्छ। यी चाहिँ अलिक प्रिमेच्योर भयो हेर्नुहोस्, यो अघि गएर यसमा अब डिफ्रेन्स छ। यो लामो यो राम्रो हुन्छ कि हुन्छ, यसमा धेरै चिज हुन्छ। यसमा भनेको जम्मा भिटामिन सीको मात्रा धेरै हुने हो कागतीमा होइन। भिटामिन सी हाम्रो यो अर्ग्यानिक यसमा हुने हो भिटामिन सी, त्यो कागतीमा भिटामिन सीको मात्रा छैन। त्यो भनेको त्यो हाइब्रिड गरेर बनाएको, जस्तो लोकल कुखुरा खानु र ब्रोइलर कुखुरा खानुमा फरक छ नि होइन, त्यो चिज हो क्या यसमा। तपाईँको यो अघिको क्लास यो भनेको युरेका जसले अलिक लामो हुन्छ, हाम्रो पाहाडे जुन चाहिँ यसलाई चाहिँ पाहाडे भन्छ, हाम्रो युरेकाको यो चाहिँ पाहाडे हो। अब तपाईँको अहिलेकै क्लासले तपाईँलाई यहीँ छ नि तपाईँको यो चाहिँ तपाईँको गोल्डन लेमन भनेको यो भयो। यसमै फरक हेर्नुहोस्, यो दाना ठुलो हुन्छ। रस कतिको छ सर? रस भरपुर छ, अलि निचेर देखाउन सकिन्छ त, रस चाहिँ भरपुर छ।